भएको छ टिम नेपालको टिम्सहरू पनि आइसकेको छ पक्कै पनि हाम्रो इगोको टिम्सको के भन्छ ब्याटल बन्ने वाला रहेको हामीले देख्न सक्छौँ यहाँबाट भनेको टिम नेपालको टिम अगाडि सकिएको छ मात्र भनेको थियो जेरो हेज बिन टेकिङ डाउन यहाँबाट साइक्लोनद्वारा निकै नै मिठो भएर अगाडि बढिसकेको पक्कै पनि झोलमा म यसै गरेर यो मान्छेको नाम चाहिँ के हो फेरि यो मोमो ओपिएस यो मान्छेको नाम के हो N333 का के भनेको थियो सक्छ त नि किसीलाई त निकै नै मिठो भनेदेखि आफ्नो नेटले भने भनेदेखि पनि देखाइसकेको छ झोलमा माया चाहिँ गेमिङ निकाल्न अगाडि बढिसकेको छ साइक्लोन पनि अगाडि बढिसकेको स्ट्यान्डिङ भएको छ हाम्रो टिम नेपालको टिम्स भनेदेखि यहाँनिर थर्ड पार्टीको रूपमा आएको थियो थर्ड पार्टी आफूले ओए यो मान्छेहरूले नेट के हानेको थिए नेटको युटिलाइज त धेरै नै मिठो मिठो गरिएको देख्न पाएको थियो हाम्रो इगोको टिम्स तर भने रिजल्ट पनि राम्रो राम्रो नै देखाइरहेको थियो